नरिवललाई चाहिँ यसरी कोरेसोमा कोरेर हामीले यस्तो बनाएर यति धेरै नरिवल युज गरेर खजुरी बनाएको हुन्छौँ। खजुरी बनाउन लागेको कम्तीमा पनि 6-7 महिना भयो। बिस्तारै बिस्तारै सिक्दै जाँदा मैले धेरै कुरा सिकेर आजभोलि चाहिँ लगभग 80% चाहिँ मैले बनाउन सिकिसकेछु जस्तो लाग्छ है मलाई चाहिँ। खाने मान्छेले अलिअलि कमेन्ट पनि गरिदिनु होला। पहिला पहिला त जान्दै नजानेर कहिले के भएको छ कहिले के भएको छ जस्तो हुन्थ्यो। तर आजभोलि चाहिँ धेरै कुराहरू सिक्दै गर्दा चाहिँ राम्रो हुँदै आएको छ। अनि हाम्रोमा चाहिँ एकदम फ्रेस मात्रै खजुरी बन्छ है। त्यस्तो बनाएर राखेको भन्ने कुनै पनि प्रोडक्ट हुँदैन। हजुरहरू पनि यो जाडोमा तातो मिठो खजुरी खान चाहनुहुन्छ भने पनि ढुक्क भएर अर्डर गर्न सक्नुहुन्छ। हजुरहरूले भिडियो हेर्न पनि सक्नुहुन्छ के मिसाएर बनाएको छ कसरी बनाएको छ भनेर पनि। अनि यसमा चाहिँ अलिकति सुजी पनि राखिदिने। मैले भिडियोमा रेसिपी यति धेरै हालिसकेँ नि, हजुरहरूले त आफै घरमै नि बनाउन सक्नुहुन्छ होला। अब सबैसँग फुर्सद हुँदैन नि त। फुर्सद नहुनेले चाहिँ हामीसँगबाट अर्डर पनि गर्न सक्नुहुन्छ। घिउ पनि कुन युज हुन्छ कहाँको घिउ युज हुन्छ भन्नुहुन्छ। आफैले नुहाउने ल्याउने अनि त्यसैलाई पगालेर यसरी हल्का तताएर मात्रै राखे हुन्छ, धेरै राख्नु पर्दैन। अनि ठ्याक्क घिउ राखिदिने। अनि घिउ राखिसके पछाडि आफ्नो हातले ग्लोभ्स लगाएर मजाले माड्नु पर्ने हुन्छ। खजुरी भन्ने बित्तिकै गुलियो नै हुन्छ। अनि गुलियोको लागि चाहिँ मैले चिनी राखेको हुन्छु होइन। यसमा हजुरहरूले चाहिँ खजुरी यसरी मजाले पिठो माडेर धेरै गिलो पनि होइन धेरै साह्रो पनि नगराइकन ठ्याक्कको बनाउने यस्तो हुन पर्यो भिडियोमा देखाए जस्तो। त्यस पछाडि आफूलाई मनपर्ने सेप बुट्टा जे दे पनि भयो गोलो गोलो बनाइदिने। अनि यसरी मैले सबैलाई एकैचोटि बनाइदिन्छु कि फ्राई गर्नलाई सजिलो होस् भनेर। हेर्न सक्नुहुन्छ कस्तो मजाले नरिवल आलमोन्ड काजु सबै देखिरहेको छ। अनि यसरी सानो ग्यासमा तेल राखेर फ्रेस तेल युज हुन्छ। हजुरहरूले चाहिँ देख्न पनि सक्नुहुन्छ। त्यो भाँडोमा कालो देखेको भए पनि यही खजुरी पकाउँदा हल्का त्यो झरिहाल्छ अनि त्यो नै कालो हुने हो। अनि तेल हामीले धेरै राख्दैनौँ, त्यही भएर त्यो तेल बासी बस्ने भन्ने नै हुँदैन। हजुरहरू फ्रेस तेल नै युज हुन्छ। ढुक्कले अर्डर गर्न सक्नुहुन्छ। अर्डर गर्नको लागि बायोमा भएको WhatsApp नम्बरमा मेसेज अथवा कल गर्नुहोला।